पार्टीको महामन्त्री हुँदै गर्दाखेरि त्योभन्दा अझै अगाडि 14औं महाधिवेशन गराउने बेलामा पनि भएको छलफलहरूलाई म सम्झन्छु। हामीले पार्टीको विधानमै निर्वाचन समिति चाहिँ पार्टीले यसरी बनाउने होइन, अधिवेशनबाटै निर्वाचन आयोग छुट्टै बनाउनुपर्छ भन्ने बहस सुरु गराएका थियौँ। अनुशासन आयोग, निर्वाचन आयोग, लेखाको आयोग यीहरू चाहिँ छुट्टै अधिवेशनले निर्वाचित गर्नुपर्छ, जसले गर्दा त्यसले एउटा फेयरनेस रहन्छ भन्ने थियो। यद्यपि यो पटक अधिवेशनमा पनि यसको बारेमा पक्कै पनि छलफल होला। तर त्यसो नहुँदै गर्दाखेरि पनि अहिलेसम्म अधिवेशनहरू किन सफल भए वा सबैले त्यसलाई स्वीकार गर्ने अवस्था बन्यो भने पार्टीमा सभापतिले नै निर्वाचन समितिको संयोजक जहिले पनि प्रस्ताव गर्ने गर्नुभएको, विधानको व्यवस्था पनि त्यही छ र समितिका सदस्यहरू पनि जहिले पनि त्यसै गर्ने बनाउने गरिएको। तर निर्वाचन समितिको संयोजक पार्टीको सभापतिले प्रस्ताव गर्नुभएको भए तापनि कुनै बेला सुशील कोइरालाले प्रस्ताव गर्नुभयो, कुनै बेलामा रामचन्द्र पौडेलले गर्नुभयो, कुनै बेलामा शेरबहादुर देउवाले गर्नुभयो, अहिले मैले गरेँ। तर निर्वाचन समितिको संयोजक भइसके पछाडि संयोजकको जिम्मेवारी वहन गरिरहँदै गर्दाखेरि पनि जहिले पनि त्यसको निष्पक्षता कायम गर्नुपर्छ भन्ने कुरामा जिम्मेवारी लिएर जाने त्यो सम्बन्धित अधिकारी त्यसप्रति अत्यन्तै सचेत रहेको हुनाले गर्दाखेरि सबैले रिजल्टलाई एक्सेप्ट गर्ने अवस्था बन्यो। त्यसैले मैले आदरणीय नेता वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्कालाई जतिखेर मैले आग्रह गरेको बेलामा यही कुरा भनेर उहाँलाई आग्रह गरेको छु र त्यो हो भने मात्रै म जिम्मेवारी लिन्छु भनेर उहाँले पनि यसलाई भन्नुभएको स्थिति रह्यो कि पार्टीभित्रको राजनीतिक रुझान, लाइक डिसलाइक, आफूलाई को मनपर्छ को मन पर्दैन त्यो छुट्टै विषय। तर अब आजबाट निर्वाचनको जुन काम सुरु भयो, यो काम सुरु भइसके पछाडि यसभित्रमा सबैले यसलाई यो फेयरनेस महसुस गर्न पाउनुपर्छ। अहिले पार्टीमा केही नेता साथीहरू जो अहिले कतिपय कुराहरूमा चित्त बुझाइराख्नु भएको छैन, म उहाँहरूसँग निरन्तर संवादमा छु र मैले यही नै कुरा ओपनली भनि पनि रहेको छु कि हाम्रो अधिवेशनको दुईटा मुख्य कुरा छ। एउटा सदस्यता सम्बन्धी विषय छ, त्यो विवादको विषयहरू नहुनुपर्ने तर अनफर्चुनेटली हामीहरूका भइरहेको छ। तर अब आउने अधिवेशनबाट त्यो हुँदैन, किन एकपल्ट डिजिटाइज भइसके पछाडि चाहिँ अब त्यो सबै त्यो झन्झटहरू सबै सकियो, त्यो अटोमेटिकली आफै हुँदै जान्छ, आफै रिन्यू हुँदै जान्छ, आफै हुँदै जान्छ। नभइलेको जस्तो फेरि भर्नुपर्ने गर्नुपर्ने यही कुराले गर्दाखेरि भएको। तर आजको मितिसम्म समस्याहरू त कुनै न कुनै रूपले रहने भयो। त्यसैले सदस्यताको सन्दर्भमा प्रदीपजीले नेतृत्व गर्नुभएको समिति छ, त्यसले सदस्यताको विषय टुङ्ग्याएको छ। त्यो टुङ्ग्याएको विषय निर्वाचन समितिले हस्तान्तरण गर्छ र त्यो नै हाम्रो चाहिँ भोटर्स भयो। त्यो सदस्यताको बारेमा अरू थप यसमा कुनै क्वेसन छ वा अहिले गरेको कामहरूमा निष्पक्ष भएन कि भन्ने कुराको आशंका छ भने अर्को कुन समिति बनाउनु पर्ने हो, कसरी बनाउनु पर्ने हो, त्यो कुराहरूको लागि म तयार छु, हामी तयार छौँ भन्ने कुरा मैले उहाँहरूलाई निरन्तर रूपमा पब्लिकली भनि नै रहेको छु। र निर्वाचन समितिका सन्दर्भमा पनि त्यही नै, यो निर्वाचन समितिलाई फेयर गर्ने यसले गर्छ, मलाई विश्वास छ। तर त्यसमाथि कसैको आशंकाहरू छन्, प्रश्नहरू छन् भनेदेखि भने यसमा म खुला छलफल गर्न तयार छु भनेर भनि नै रहेको छु, जुन सार्वजनिक रूपमै भनिरहेको हुनाले गर्दा तपाईँहरू पनि यो विषयको बारेमा सूचित नै हुनुहुन्छ। त्यो एउटा बाटो भयो, त्यो पोलिटिकल कुरा हो, हाम्रो बिचमा छलफल चल्ने एउटा बाटो भयो। तर अब हामीसँग समयको सुविधा छैन, हामी संविधानले बाँधिएका छौँ, पार्टीको विधानले बाँधिएका छौँ, विशेष महाधिवेशनले गरेको निर्णयले बाँधिएका छौँ, अहिले त अदालतको आदेशले पनि बाँधिएको। किन अस्ति जतिखेर हाम्रो वैधानिकताको परीक्षण गर्ने कुरो अदालतको विषय बन्यो र त्यो बेलामा चाहिँ स्वयं अदालतले आफूले गरेको त्यो बेलाको निर्णयमा, त्यो बेलाको फैसलामा पनि असोज 16 गतेबाट नेपाली काङ्ग्रेस पार्टीको केन्द्रीय महाधिवेशन हुने भन्ने कुरालाई आधार बनाइएको छ, त्यसले पनि हामीहरू बाँधिएका छौँ। त्यो बेला हामीसँग टाइमको एकदम धेरै ठुलो प्रेसर रह्यो, थोरै समयभित्रमा काम गर्नुपर्ने छ। यो पटक डिजिटाइज भएको हुनाले गर्दाखेरि पहिलाको भन्दा थोरै सदस्यताको विषयको सन्दर्भमा अलिकति थोरै सजिलो होला भन्ने अपेक्षा गरेको छु र यो थोरै टाइमभित्र गरेको जुन हाम्रो गर्ने कामहरू छ यसबाट अधिवेशनको प्रक्रियाहरू टुङ्गिँदै गर्दाखेरि क्वेसन नआउने गरिकन गर्नुपर्ने छ। कहीँ कतै कुनै पनि खालको चाहिँ अनियमितताहरू भएन अथवा कोही प्रति पनि पूर्वाग्रह राखिएन भन्ने कुरा स्थापित हुने गरिकन गर्नुपर्ने छ। आजबाट हाम्रो अधिवेशनको प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भयो र यस पछाडि निर्वाचन समितिले जुन कार्यतालिका बनाएको छ त्यही कार्यतालिका हामी सबैले फलो गर्छौँ, किनकि हाम्रो पार्टीको विधान, हाम्रो परम्परा पनि अधिवेशनको तिथि ठाउँ केन्द्रीय कार्य समितिले तय गर्छ। हामीले गऱ्यौँ, असोजको 16 गतेबाट सुरु हुन्छ, काठमाडौँमा हुन्छ। असोजको 16 गतेभन्दा अगाडि अब
यसलाई कुन कुन दिन गर्ने कसरी गर्ने भन्ने कुरा निर्वाचन समितिले कार्यतालिका बनाएर गर्ने हो। फाइनल डेट तलमाथि नहुने गरिकन कार्यतालिकालाई त्यही अनुसारले गर्नुहोला भनेर हामीले भनेका छौँ। त्यो अनुसार भएको पनि छ। मेरो लामो कुरा छैन। तपाईँहरू सबैलाई म आज खालि पहिलो दिन तपाईँहरूले जुन एउटा सदिक्षा राखेर आउनुभएको छ धन्यवाद दिन मात्र आएको हुँ। तपाईँहरू सबैप्रति मेरो हार्दिक आभार छ। र जो साथीहरूले जिम्मेवारी लिएर जानुहुन्छ त्यहाँ गइसके पछाडि जिल्लामा त्यहीँ भित्रको हाम्रा कतिपय कानुन व्यवसाय साथीहरू, शिक्षक, प्राध्यापक, अरू पेसाकर्मी साथीहरूलाई इन्भल्भ गराउनु पर्नेछ। उहाँहरू सबैलाई इन्भल्भ गराएर तपाईँहरूले अरू थप कामहरू गर्नुपर्नेछ। यसपालि विधानमा केही नयाँ व्यवस्थाहरू छ। त्यो नयाँ व्यवस्थाको बारेमा, विधानको बारेमा, नियमको बारेमा, निर्वाचन निर्देशिकाको बारेमा हामीहरू अहिले यहाँ खुला छलफल गऱ्यौँ। सूचित भएर गयौँ भने पछि कम्प्लिकेसन्सहरू आउँदैन। त्यस कारणले गर्दाखेरि पनि सुरुमै यो कार्यक्रम राखौँ भनेर त्यो अनुसारले सोचाइ बनाइएको हो। म यति नै राख्छु। कार्यक्रमको सफलताको शुभकामना र तपाईँहरूको सम्पूर्ण साथ सहयोग यसको लागि पनि धन्यवाद। र यसलाई यो अधिवेशन सम्पन्न हुँदै गर्दा पार्टीका सबै साथीहरूले एउटा फेयर अधिवेशन भयो भनेर भन्ने स्थिति पोलिटिकल लेभलमा कसरी बनाउने